हेलो गाइस, वेलकम छ। तपाईँ सबैलाई स्वागत गर्न चाहन्छु। यो समयमा चाहिँ हामी मोमो बाजी खाँदैछौँ। यहाँनिर एकजना साथी हुनुहुन्छ जसले चाहिँ 7 प्लेट मोमो एक्लैले खान सक्छु भनेर जुन उहाँले भन्नुभएको छ। अनि हामी 3 जना मिलेर अनि 7 प्लेट मोमो चाहिँ हामी खाँदैछौँ यो समयमा। होइन दामी सर? यदि उसले सक्यो भने हामी त्यो मोमोको पैसा तिर्छौँ, सकेन भने ऊ आफैले तिर्छ र हामीले पनि खुवाउँछ है। ठिक छ। हेर्दै जाउँ। आउँदैछ, साथी आउँदैछ। बाटोमा भात गाउँ आइपुग्यो। हामी यो समयमा दमौरी बजारमा छौँ। दमौरी बजारको जुन यहाँनिर होटल रहेछ, होटलको नाम चाहिँ मलाई खासै थाहा भएन, तर बाहिर गएर हेऱ्यो भने थाहा पाउन सक्छ। तर यो समयमा साथी आउँदै हुनुहुन्छ है त। ल अन्तिमसम्म हेर्दै गर्नु है त। अन्तिमसम्म हेर्दै गर्नुहोस्, डिस्टर्ब गर्नुहोस्। लगभग आउनुभयो, उहाँ नै हो। ल उहाँ नै हो। एकदमै एक्साइटमेन्ट हुनुहुन्छ उहाँ। एकदमै आउनुहोस्। ल हाम्रो साथै आइपुग्नु भएछ यहाँनिर है त। ल तपाईँ एक्साइटमेन्ट हुनुहुन्छ नि? हजुर हुनुहुन्छ है? सिधाउन सक्नुहुन्छ है त? ल कुन चाहिँ? ओ सरी है, सरी। खोइ आउनु भएन म? छैन है, हामी मात्रै हो है। जाजी बाबा थप्पल दे मिलेर एकदम खुसी देखिन्छ है त। हजुर होइन, 2 थाल आउँछ। होइन 2 ठाउँमा। यति धेरै पर्दैन नि। बरु त्यो ऊ चाहिँ हेरिनु नि ल, त्यो के भन्छ पेपर के। यस यस। हजुर के हो? हजुर भइसक्यो हो। तर यसो न 7 प्लेट मोमो 2 ठाउँमा हालिदिनु। 7 प्लेट मोमो 2 ठाउँमा एक ठाउँमा त आधा भन्दा होइन। ल 2 ठाउँमा हालिदिनु। उहाँ एक्लैले खानु 7 प्लेट के? एक्लैले खानुहुन्छ है? अनि त्यसपछि हजुर बफवाला हो। हजुर अनि एक्स्ट्रा 3 प्लेट है त। ओके, एक्स्ट्रा 3 प्लेट चाहिँ हामी 3 जनालाई एक्स्ट्रा। हेलो गाइस, यो चाहिँ हाम्रो लागि हो, दिपक सरको लागि बाँकी नै छ। यहाँ हाल्दै हुनुहुन्छ उहाँहरूले। सकिन्छ कि अहिले यार? सकिले जस्तो छैन नबिन सर। सुरु गर्दै एकछिन भन्नु न, आउँदैछ। ल हान्नु दिउँसो हान्नु, मजाले हान्नु नि तपाईँ। टाइम स्टार्ट गर न, एकजना टाइम स्टार्ट गर न भाइ। टाइम स्टार्ट गर न भाइ। 27 कति मिनट टाइम फेरि? 50 मिनट। कम्पिटिसन गर्दै गर्ने क्रममा उहाँ मोमो तयारी भएर पनि उहाँ खाँदै हुनुहुन्छ होइन, सर्लक्क पारेर। कोक
चलाउँदै गर्छौँ सर एक्सक्युज मी वो स्प्राइट दिनु नि एउटा ल सिसाकोमा हजुर दिउँसो नकाम्नु नकामी खानु न उहाँको नाम चाहिँ दिपक हो है त फ्रम हेटौडाबाट हामी एउटै एरियाबाट हौँ एउटै ठाउँबाट हो सरहरू के चाहिन्छ तपाईँले हजुर के चाहिन्छ भने भन्नुहोस् है सिद्धिन्छ भनेको छ होइन हेर्दै जाउँ के कस्तो हुन्छ परिणामहरू हामी त हेर्दैछौँ यहाँनिर रमाइलो गर्दैछौँ खाएको हेर्दैछौँ एउटाले मलाई चित्त बुझेन भनेर दुईवटा खाइरहेको छ मैले चम्चाले चित्त बुझेन भनेर हातले पनि खानु भइरहेको छ है त हामी उहाँलाई त्यो पनि हामी दिन्छौँ उहाँलाई खाँदै हेर्नु छ यो समयमा हाम्रो साथीहरू पनि सिधाउनु भइसकेको छ हेर्नु यहाँनिर एक प्लेट हामी तिनजनाले एक प्लेट सिधाइसकेको छ अब हाम्रो यो सर मात्र बाँकी छ उहाँले जुन चाहिँ 7 प्लेट अर्डर गरेको अनुसार उहाँले लगभग 3.5 प्लेट जति सिधाउनु थाल्नु भइसकेको छ है त अलमोस्ट नबी सर अलमोस्ट 3.5 प्लेट 3.5 प्लेट सिधाइसक्यो उसले हेर्नु न 3.5 प्लेट सिधाइसक्यो 10 मिनट भइसकेको छ भाइ आँखा चिम्लेर नाम हाल्नु नि कसको आँखा चिम्लेर नाम हाल्दिने नि 2 मिनट होइन 10 मिनट भन्दैछु 27 र 38 कति हुन्छ त 38 जहाँसुकै हामी टेबलमा राख्नु न भएको नि यार अच्छा दुईवटा खानु न झोल हाल्नु झोल दामी छ उसलाई झोल हालिदिनु त दिपक सरले ए खानु खानु 3.5 प्लेट उहाँले सिधाइसक्नु भइसकेको छ होइन अब बाँकी छ अब 3.5 प्लेट बाँकी छ अब है त हुन्छ नमिस सर उहाँले 3.5 प्लेट 3 प्लेट सघाउनु भयो नि त अब 3.5 प्लेटको सुरुवात हुँदैछ उहाँको 35 दिनलाई आँखा चिम्लेर सिधाइसक्यो नि तर धेरै टाइम दियो क्या दिपक सरले हामीले खासमा किन खानु मन
कम खानु मन लाग्छ यसलाई खानु खानु भने चाहिँ 5 मिनट भन्दा बढी चाहिँ नजाउँ हुन्छ वेटमा यस केटालाई अलिअलि गाह्रो भइरहेको छ अलिअलि गाह्रो भइरहेको छ हेरेर जाउँ मैले अलमोस्ट 35वटा त सिकाइसकेको छ होइन अब बाँकी छ क्या अझै 35वटामा हामीले लगभग 3 खाइसकेको छ अब लगभग 20 बाँकी छ हेर्दै जाउँ के कस्तो हुन्छ परिणाम के कस्तो हुन्छ होइन पऱ्यो भने पर्छ त यो स्प्राइटको त भोग्नुपर्छ अनि अर्को त कुरै सिधेको नि अरू के हेरिदिनु दिन्छ तपाईँले 100 रुपियाँ मैले माफ गरिदिनु मैले 30वटा त सिद्धाउनु भइसक्यो 30वटा भन्दा नि अब 40वटा भनौँ न बाँकी अब 30वटा बाँकी छ सायद सकिनु पनि सक्छ बरु कम्प्लिट हुन्छ त्यहाँबाट सबै हाम्रो नाममा त्यहाँबाट जान्छ त खाने चाहिँ ऊ पेट मिची नाममा चाहिँ हाम्रो साथी हामी 3जना मिलेर दिएको खास गरी 7 प्लेट है त 3 पर्सन 7 प्लेट मोमो guys let me see तपाईँको टाइम चाहिँ वेस्ट जान्छ अब दिवस अब के गर्नुहुन्छ तपाईँ अब हार खानुहुन्छ के गर्नुहुन्छ 1000 रुपियाँ 1070 1070 गयो 1070 के गर्ने अब के गर्ने दिवस लु भन्नु पहिला हार खाने नखाने तपाईँ हजुर हारेस खाइसक्यो सिद्धिन्छ कि सिद्धिँदैन होइन होला सकेसम्म खानु न ओ तिमीले त भाइ सक्छ भन्नु थियो अघि होइन पाउनु पहिला उ गरौँ न पहिला भन्नु 25वटा छ 28वटा भने लगभग 3 प्लेट 7वटा खानु भयो भने तपाईँले भन्नुहोस् तपाईँले के हार खाने भने त अब सिधै भन्यो भने त म सकिनँ भनेर म सकिनँ दिगो सर यता हेर्नु नि दिगो सर ए हेर्नु त भन्नु त म सकिनँ हजुर भनेर अनि किन गाइड 3जनाको हामी म्याच थियो होइन कम्पिटिसन बाजी थियो त्यो बाजी हामीले जितेको छ उहाँले युवक सरले चाहिँ हार मान्नु भएको छ उहाँले 7 प्लेट मोमो सिकाउन सक्नु भएन एकदमै अब यो मोमो हाम्रो खाँदैछ पैसा चाहिँ ऊ आफैले दिएछ म्याक्सिमम हाम्रो खर्च कति गर्दैछ भन्ने 1070 रुपियाँ छ 1070 रुपियाँ चाहिँ उहाँ आफैले नै तपाईँ आफैले तिर्नुहुन्छ नि सर होइन त 1070 रुपियाँ गर्नुहुन्छ 1070 उहाँ आफै तिर्नुहुन्छ र हामी पनि टन्न मोमो खान पाउँछौँ है त 28 छ होइन त 800 र 824 भनेपछि 9 हालाउँछु 9 हाल्नु चाहिँ हेर्नु सल्लाहको बारेमा
Thank you guys for your love, for your excitement to us. हामी धन्यवाद दिन सक्छौँ। हाम्रो टिम हाम्रो टिमले जितेको छ म पार्टीमा हाम्रो सर हार्नु भएको छ होइन त दिनु सर हुन्छ। अब हामी यो मेरो मोबाइलमा चार्ज नभएको कारणले यो सबैको पेमेन्ट यो मोबाइलबाट दिनु पर्छ। अब चाहिँ हामीले यही स्थगित गर्न चाहन्छौँ। सबैजना हेर्नुहोस् है त, रमाइलो छ। के भन्नु छ भाइ छैन नि नबी सर? You guys, thank you so much for love us. God bless you all. Damn.